गरिन्छ। म पहिला नै भनिदिएको छु निर्माणात्मक, किनभने विद्यार्थी सुधार गरिन्छ त्यसमा। त्यसकारण यसको एन्सर आएको छ बेस्ट दिनुपर्छ। अब यहाँ अप्सनमा रहेको 4 नम्बरमा पूर्व निर्धारित हो, स्थगित परीक्षामा पूर्व निर्धारित हुन्छ। यो विगद्वारा निर्माण गरिन्छ, यो पनि ठिक छ। वैधता नमस्कार साथीहरू, आज विद्यार्थी मूल्याङ्कनबाट केही प्रश्न र उत्तर लिएर आएको छु। आज यसैको बारेमा छलफल गर्न छ। जस्तै यो कक्षा निर्धारण कुन मूल्याङ्कन अन्तर्गत पर्दछ? यहाँ 4वटा अप्सन दिएको छ, निर्माणात्मक, निर्णयात्मक, स्थान निर्धारण, लेखाजोखा। यसमा 4वटामा बेस्ट के हो? यसको एन्सर चाहिँ कक्षा निर्धारण भनेको छ भने निर्णयात्मक हुन्छ। यसको एन्सर यो भइरहेछ, किनभने निर्माणात्मक भनेको विद्यार्थी सुधारको लागि गरिन्छ भने निर्णयात्मक भनेको कक्षा स्थान अगाडि बढाउनको लागि गरिन्छ। त्यसै कक्षा आज 1 मा छ भने भोलि वार्षिक परीक्षा दिएर 2-3 मा जान्छ, त्यस्तो हिसाबले यो निर्णयात्मक गरिन्छ भने स्थान निर्धारण। अब जस्तै कि अब हामीले 10 क्लासमा पढेर या 8 क्लासमा आउँदाखेरि 9 क्लासमा इन्ट्रान्स दिन्छ नि, त्यसलाई स्थान निर्धारण भनिन्छ, किनभने प्रवेश परीक्षा भन्छ यसलाई। अनि लेखाजोखा, लेखाजोखा भनेको सबै वर्षको मूल्याङ्कन गरिन्छ। विद्यार्थी अब सेकेन्ड क्वेसन आएको छ, विद्यार्थीहरूको सुधारको लागि कुन मूल्याङ्कन गरिन्छ? विद्यार्थीहरूको सुधारको लागि कुन मूल्याङ्कन गरिन्छ? म पहिला नै भनिदिएको छु निर्माणात्मक, किनभने विद्यार्थी सुधार गरिन्छ त्यसमा। त्यसकारण यसको एन्सर आएको छ अप्सन डी। तेस्रो क्वेसन आएको छ, कक्षा भर्ना गर्नु अघि कुन परीक्षा विद्यार्थीले दिन्छ? अब कक्षा भर्ना हुनुभन्दा पहिला कुन विद्यार्थीले परीक्षा दिन्छ? यो त वार्षिक परीक्षा, यो निर्णयात्मक भयो। एकाइ परीक्षा निर्माणात्मक भयो। स्तरीय, यो पनि स्ट्यान्डर्ड तरिकाले भयो। यो भयो तपाईँको प्रवेश परीक्षा। यसको एन्सर तपाईँको के भयो? 3 नम्बरको प्रवेश परीक्षा एन्सर ठिक रहेको छ। यो डी अप्सन ठिक छ। 4 नम्बरमा छ स्थगित परीक्षाको कुन प्रकारको परीक्षा हो? स्थगित परीक्षा कुन प्रकारको परीक्षा हो? अब हामीले हेर्नुपर्छ, अप्सन हेर्नुपर्छ। अप्सन हेरेर मात्र अप्सनमा के मिल्दो जुल्दो छ बेस्ट दिनुपर्छ। अब यहाँ अप्सनमा रहेको 4 नम्बरमा पूर्व निर्धारित हो, स्थगित परीक्षामा पूर्व निर्धारित हुन्छ। यो विगद्वारा निर्माण गरिन्छ, यो पनि ठिक छ। वैधताको कमी हुन्छ, ठिक छ, वैधताको कमी यसमा हुन्छ। त्यसकारण यसको अप्सन चाहिँ डी। यो तिनटै यसमा पर्छ भने त्यसको अप्सन डी चाहिँ एन्सर हुँदो रहेछ। अनि क्वेसन 5 मा रहेको छ, मापनले तलको मध्ये कुन पक्षलाई जनाउँछ? मापनले तलको मध्ये कुन पक्षलाई जनाउँछ? अब यहाँ हेर्नुपर्छ, अङ्क प्रदान गर्नु, ठिक छ। मापनले अङ्क पनि प्रदान गर्छ, यो पनि ठिक हो। मापनले अङ्क पनि भनिन्छ। अनि परिणाम दिन्छ, त्यो पनि ठिक हो। परिणाम भनेको अब जस्तै कि अब 100 मा 50 ल्याउनु, 100 मा 50 ल्याउनु, यो पनि भयो। 100 मा 50 ल्याउनु, यो पनि भयो। अनि सङ्ख्यामा व्यक्त गर्नु, त्यो पनि भयो। सङ्ख्या व्यक्त गर्नु, त्यो पनि भयो। अनि यो तीनटै पर्यो यसभित्र। त्यसकारण यसको एन्सर चाहिँ अप्सन डी छ। अनि शिक्षक निर्मित परीक्षा उदाहरण क्वेसन नम्बर 6 को शिक्षक निर्मित परीक्षाको उदाहरण तलको मध्ये कुन हो? शिक्षक निर्मित, अब शिक्षकले बनाउने, शिक्षकले हामी जुन क्लासमा पढिरहेको हुन्छौँ त्यो बेला शिक्षकले प्रश्नपत्र तयारी गर्छ। जस्तै कि टर्मिनल्स, यो टर्मिनल्समा कुन परीक्षा पर्छ भने एकाइ परीक्षा पर्छ, त्यो पनि ठिक छ। कहिलेकाहीँ सरहरूले हाम्रो कक्षा कोठामा नै एकाइ परीक्षा लिइहाल्नुहुन्छ 1 घन्टाको हिसाबले। मानसिक परीक्षा, टोटल मासिक परीक्षा, यो 3टै पर्छ। यो शिक्षा निर्मित परीक्षामा यो 3टै पर्छ। त्यसकारण यसको अप्सन चाहिँ डी चाहिँ एन्सर छ। अनि नम्बर 7 मा रहेको छ, शिक्षक निर्मित परीक्षामा तलको मध्ये के समेत छ? शिक्षक निर्मित परीक्षामा तलको मध्ये के समेत छ? अब यहाँ छ वैधता बढी हुन्छ, त्यो ठिक छ। शिक्षक निर्मित परीक्षामा वैधता बढी हुन्छ, विश्वसनीयताको कमी हुन्छ, यो पनि ठिक छ। विश्वसनीयता कमी हुन्छ। अनि शिक्षक सञ्चालन गर्ने, यो पनि ठिक छ। यसको मतलब यो 3टै ठिक छ भने हामीले यसको अप्सन पनि दिइरहेको छ। साथीहरु, विद्यार्थी मूल्याङ्कन पार्ट 2 यो रहेको छ। तपाईले यो भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक सब्स्क्राइब गर्नु होला। धन्यवाद।